गाडी क्यूको गाडी त जान्छ अनि यो गाडी जान्छ कहाँ छ त बाटो उही घरसम्मै त बाबु एक कति हो 4 2 6 भाइ 6 वटा यो गाडी 4 वटा छान आहे येता यायचं गुड आए ए पानी परे पानी परे भिजोगे पहिला म जान्छु सो हेलो गाइस हामी चाहिँ आया लान पर लु बुने उठ अब बुबालाई बाप रे बाप तू यार कुन चाहिँ सिसा खुलेन के अघि खुल्छ अघि खुली त लाउन गाह्रो हुँदो रहेछ उता त कहाँ 2000 ले खाना नि खोज्न खाजा त्यसमा 58 नखाने अब त्यो कति लियो खाजा हालेको अघि त्यस्तो मगल हुन्छ बुने यता हेर महँगो भन्दा नि सहज राम्रो हेलो भन् त हाइवे त हेलो महँगो पनि त्यस्तै म यता हेर नसक्ने मगर चाल्नु नसक्ने त्यही पछ पानी चिप हुन्छ खाना आजको हाम्रो यात्रा सुरु भएको छ घरदेखि बाग्लुङ कालिका मन्दिरसम्मको बुने अङ्कल हुनुहुन्छ बुबा भाइ कही भाइ हेलो मेन भनेको हाम्रो भाइ हो बुने आमा पानी त कति छ आज पानी परे माथि भन यता सुगा पानी हाल्छ है यति धेरै पानी परेको छ अब यस्तो पानी परे पनि हामी चाहिँ यात्रामा निस्किसकेका छौँ हाम्रो यात्रा एकदम लामो छ हामी अहिले थानकोट आइपुगिसक्यौँ 10 मिनट चाहिँ अघि जाम भएको थियो अब हामी काठमाडौँ छोड्यौँ यहाँबाट थानकोट अब हामी यहाँबाट लाग्दैछौँ र अब थानकोट नागढुङ्गा अब यहाँबाट उता धाडेको ओह्रालो उत्रु बाटो हुँदैन भनेर है बनाउनु त बनाउने मान्छे ल त्यो मैले भिडियो बनाउन पाइनँ हामीले यो यहाँबाट नागढुङ्गा सुरुङ मार्ग भने यहीँ हो फलामको बाटो फलामको बाटो भाइ हामी कहाँ जान लागेको घुम्न जान लाग्यो हो बुवासँग
कहाँ पानी पिने पानी लिएको पानी लिएको अब हामी यहाँ भात खान छिरेको अब खाना खाने टाइम हो खाना खाने ल चल न बढी ल बुवाले भात खाँदै हुन्छ अङ्कल यो बसले गर्दा जाम भइरहेछ बाटो साँघुरो पनि छ मनोकामना आइपुग्यो हामी अहिले ड्याडी यताको अलिकति झ्याल खाँदैन मादी नदी पुल चाहिँ साथैको खोला यतातिर त बाघ आउँछ है दाइको त मेरो नजिक हो के अरे होइन अहिले यसो सम्झिँदा अलि नजिक जस्तो बनिरहेछ नत्र त हातै अझ कति छ ए तेरी कहाँबाट कमाएर नि कसरी पुर्याउन सक्नु हामीलाई त्यति अलिक जाँदाखेरि टाढा कहिले पुग्नु 3 घन्टा 2 घन्टा लाग्थ्यो अहिले हामी कति घन्टा 6 5 7 बजे नै 7 7:30 होइन 8 9 10 11 12 1 2 3 4 8 घन्टा भइसक्यो जाने छ तिमी के किन्नु भने टाढा बाटो किन्दिनु हुन्छ वर्षा छोरीको लागि के किन्दै होला भाइको पाला होला अब यहाँ बस्नु
अब मम्मीसँग बस्छु नि त ल मजाले है अहिले उहाँ पुगेपछि चाहिँ एक बोतल जीवन जल पानी खान्छ ल ल त्यहाँ म त्यो खाएर अघि खाएर काम लाग्यो पनि लाग्छ नहिँडेर हिँडेपछि अनि दुईवटा पुगेपछि ढुक्क आएको जस्तो हुने अनि त्यो ठाउँ पुगेपछि अलि रमाइलो लाग्ने यो यस्तै हो यात्रा भने नै त्यही भएर त यात्रा हुन्छ टाढाको यात्रा दुईवटा पछि अनि उहाँ पछि त फेरि अर्कोचोटि नै आउनु पार्ने हुन्छ जस्तो नि हुन्छ खाना नआउँदा त रमाइलो हुने त्यो छाना आएपछि गलिने तर त उसमा जाँदाखेरि त के भने ठाउँमा जाँदा त हालेसी जाला ओर्लिन भने कस्तो ओर्लिन चाहिँ मन नै लाग्यो कस्तो हल्लिन्छ के म त्यसै यो हिँड्नलाई चाहिँ हरेसी कचरी गयो एकचोटि गयो होइन एकचोटि त हरेसी कति घन्टा लाग्दो रहेछ जानलाई त्यहाँ पनि बिहान चढेको अनि त्यही खुर्कुर भन्नेतिर गएर भात खाउँदा कति 11 बजे 11-12 बजे त्यहाँ पुगेर अनि खाएर कति बजे पुगेको थियो 6 बजे हिँडेको 4 बजे पुग्यो अनि त्यो नि टाढै रहेछ जाने अझ अनि योभन्दा छिटो कुच्चा गाडी थियो त्यहाँ पनि कता म त त्यो बेला झन् पहिलोचोटि त्यो बाटो चाहिँ कहाँबाट के ल भन्छ हेर न कहाँदेखि कहाँ छ बाटो कसरी जोडेछ त्यही भएर त्यो बाटो गयो यो ठाउँमा यहाँ लाने भनेर त्यस्तो याद भिर पहरो पाहाड अझ यता यतापट्टि त त्यति भिड रहन्छ है त्यहाँ मुगलिङसम्म मात्र भिड भनेको त्यता त खै बाटा डोरो बनाउनु नि क्यारी जस्तो नि रहेछ के काँक्रो ल्याइलो काँक्रो दियो आमालाई पनि दियो त काँक्रो कति ल्याएछ पैसा ल कान्छे है अनि त्यही भएर काठमाडौँ के धेरै टाढा भएर त जो पनि आउने खालि काठमाडौँ बुने तिमी मम्मीसँग बस्ने हो पछाडि बस्छ सुत ल पछाडि बस्छ मम्मीसँग सुत ल बाटो पनि छैन होला कहाँबाट पक त्यहाँ जुत्तालाई हिरो लाग्ने नि मलाई मेरो जुत्ता छैन ल उ त भइमा यहाँ टेक पहिला त्यहाँ जुत्ता नटेक है बाबाको सानो मान्छे त यहीँ चुसुको हटाइहाल्छ नि यहाँ मलाई चाहिँ खोइ खानेकुरा ल्याइदिएको मलाई चाहिँ खोइ खानेकुरा के चाउचाउ यो बोनस चाउचाउ बोनस चाउचाउ धेरै पछि आज खाइदिन्छ बोनस चाउचाउ हाम्रोतिर त खासै पाइँदैन कतिजनाले खान्छ नि त्यतिजनाले काँक्रो लिएर आउँदै काँक्रो कति रुपियाँ चिरा 20 रुपियाँ पहिले खाने अङ्कल पानी पिउनु तपाईँ पानी खोलिसक्यो ए भाइ बोनस चाउचाउ खाने मान्छे
आमाले गाडी लागेर पुरै जाने भने क्या चिया खा भाइ तातो होला पखाउनु पखा अलि म खेलाइदिन्छु भाइ इधर उति अर्को चाहिँ अहिले चाहिँ हामी भक्तपुरबाट बागलुङ कालिका मन्दिर दर्शनको लागि आएका थियौँ। यहाँ चाहिँ अहिले करिब करिब 290 किलोमिटर को यात्रापछि हामी बल्ल अहिले लगभग 7:30 बजीतिर भर्खर हामी अहिले यो मन्दिर कालिका मन्दिरको गेट नजिकै आइपुगेका छौँ। त्यसै गरी अहिले हामी बस्न चाहिँ हामी यहाँनिर बस्दैछौँ समिट होटल कालिका मेरा नजिकै यही मन्दिर नजिकैको होटल यो समिट होटलमा बसेको छ हामी। यहाँ चाहिँ एकदम पार्किङको पनि व्यवस्था राम्रो रहेछ बस्नलाई चट्ट राम्रो नजिक मन्दिरबाट नजिक। यो चाहिँ हाम्रो रुम हो आजको रुम हाम्रो। यहाँ आमा गाडी लागेर मजाले सुतिसक्नु हो बिमारी भइसक्नु हो। ए भाइ पनि आइपुगिसक्यो ल अङ्कल बुने यता हेरेन हेरेर बुबा खै त